श्री पुरुषोत्तम मास महात्म्य व्रत कथा अन्तर्गत आज हामी 27औं दिनमा उपस्थित छौँ। अर्थात् आज 27औं अध्याय हजुरहरूलाई म वाचन गरेर सुनाउँदैछु। हिजो 26औं अध्यायमा हामीले लिएका व्रतलाई कसरी फुकाउन सकिन्छ, नियमलाई कसरी हामीले फुकाउन सकिन्छ भन्ने बारेमा चर्चा भयो। अब आज बाँकी चर्चा हुँदैछ। यहाँहरू सबैलाई जय श्रीमन्नारायण, राधेश्याम। अब ध्यानपूर्वक कथा सुन्नुहोला। सारा नियमहरूलाई कसरी फुकाउने भन्ने विषय वाल्मीकि ऋषिले भनिसक्नु भएपछि राजा दृढधनवा पनि प्रसन्न भएका छन्। मुनिको आशीर्वाद उनले प्राप्त गरेका छन्। कल्याण होस् भनेर मुनिले भन्नुभएको छ। त्यति भनिसकेपछि वाल्मीकि ऋषि त्यहाँबाट हिँड्नुभयो। राजा पनि मूल बाटोको सीमासम्म अर्थात् त्यो मूल बाटोसम्म पछि पछि गएर पुर्याएका छन्। आफूले आँखाले देख्न छोडेपछि मात्रै उनी फर्किएका छन्। वाल्मीकि मुनिलाई उनले त्यसरी सम्मानपूर्वक बिदा गरे र आफ्नो घर गएका छन्। राजा पनि घर आएर आफ्नै सुन्दर पत्नीलाई भन्दछन्, अरे सुन्दरी, सारा यो राग, द्वेष, लोभ, मद, मात्सर्य जति पनि यी हाम्रा शत्रुहरू छन्, यी सारा शत्रुहरूमा हामीले अब विजय हासिल गर्नु छ। हाम्रो मनमा काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य छ भने सुख कसरी प्राप्त हुन सक्छ र? अनि यसैमा मात्रै हामी वरिपरि घुमिरहने हो भने हामी जन्मनुको सार के भयो र? किरा पनि त छन् यो जगतमा, विष्टा समान भएर बसेका छन्। कि हामी पनि यसरी नै किरा समान, पशु समान रहने हो र? बात, पित्त, कफ फाल्ने, मलमूत्र रगत भरिएको यो शरीरमा आसक्त हुनु के अब राम्रो छ त? यति धेरै ज्ञान गुणका कुरा, यति धेरै आदर्शका विषयहरू हामीले सुनिसकेपछि पनि हे सुन्दरी, यो अनित्य शरीरले नित्य वस्तु प्राप्त गर्न, भगवान् पुरुषोत्तमलाई प्राप्त गर्न अब हामी लाग्नुपर्छ, अब हामी लागि पर्नुपर्छ भनेर भन्दै हुनुहुन्छ। हेर त, हामीलाई वाल्मीकि मुनिले कत्रो ठुलो कृपा गर्नुभयो। यतिका दिनसम्म हामीलाई सुन्दर वचनहरूले अनुग्रहित गर्नुभएको छ। त्यस कारणले गर्दा उहाँको सारा वचनहरूलाई हामीले सुरधार्य गर्न जरुरी छ। त्यसैले गर्दा म त अब वन जान्छु भनेर सारा कुराहरू सुनिसकेपछि पत्नीले विनम्र भएर दुवै हात जोडेर भन्दैछिन्, अब हे भूपति, हे राजन, म पनि हजुरकै साथमा जान्छु नि। किनभने पतिव्रत स्त्रीका पति भनेको देवता सरह हुनुहुन्छ। त्यस कारणले गर्दा म पनि हजुरसँगै जान्छु। हजुर जाने भए म एक्लै यहाँ कसरी हुन्छु र? त्यस कारणले गर्दा म हजुरकै साथमा जान्छु, मलाई हजुरले इन्कार नगर्नुहोस् भनेर भनिसकेपछि सारा कुराहरू मनमा राखेका छन्। दृढधनुवाले छोरालाई राज्यमा अभिषेक गरिदिनु भएको छ र पत्नीलाई साथमा लिएर त्यसपछि मुनिहरू रहने जङ्गलमा जानुभयो। हिमालयको नजिकै बगेको त्यहाँ नदीमा गङ्गामा पुगेर पुरुषोत्तम महिनाको आरम्भ भएपछि दिव्यसँग व्रत गर्नुभएको छ। 3 काल स्नान गर्नुभएको छ। अनि त्यस पछाडि भगवानको दिव्यसँग त्यहाँ विधिपूर्वक अर्चना गर्न थाल्नुभएको छ। मास्तिर दुवै हात उठाई केही नसमातिकन गोडाका बुढी अम्लाले मात्रै उभिएर आकाशमा मात्रै हेरिरहनु भएको छ। खानपिन सब छोड्नु भएको छ। केवल कृष्ण 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 मात्रै छ मनमा। यस्तो प्रकारबाट दिव्यसँग ती राजाले भगवानको आराधना गरेका छन्। राजाकी ती पतिव्रता जो पटरानी छिन्, ती पटरानीले पनि राजाको सेवामा लागेकी छिन्। सारा राजाको जुन कतिखेर राजालाई जल दिनुपर्ने हो, कतिखेर राजालाई कस्तो किसिमको आवश्यकता पर्दछ पुरा गर्नुपर्ने हो, सबै सेवामा लागेकी छिन्। भगवानका पार्षद सुशीलहरू त्यहाँ भगवानको दिव्य कृपा प्राप्त गरेर ल्याइएको एउटा विमान एकाएक त्यहाँ आइपुगेको छ। यस प्रकारको विमान देखिसकेपछि पत्नी सहितका ती राजा पनि बरु आश्चर्यमा परेका छन्। ओहो, कहाँबाट आयो यो विमान, कहाँबाट आयो यो विमान? त्यस पछाडि त्यो दिव्य विमान देखिसकेपछि पुण्यशील र सुशीललाई उनीहरूले त्यहाँ ढोगिदिन्छन्। त्यस पछाडि राजालाई विमानमा लगेका छन्, पत्नीलाई पनि त्यहाँ राखेका छन्। तुरन्तै उनीहरूले दिव्य शरीर प्राप्त भएको छ। उनीहरूको वैकुण्ठमा गएका छन् उनीहरू सबै। अब अस्ति पनि मैले हजुरलाई बताएको छु, वैकुण्ठ भनेको यस्तो क्षेत्र जहाँ कुनै कुण्ठा हुँदैन,
जहाँ कुनै पनि भय हुँदैन। निर्भयम लोकमा साध्य मुमोद हरिसन्निधौ। जहाँ हरिको सन्निधि प्राप्त हुन्छ त्यहाँ निर्भयम लोकस्मा साध्य, त्यहाँ कुनै पनि भय हुँदैन, निर्भय होइन्छ हामी। त यसरी दिव्यसँग पुरुषोत्तम मास महिनाको व्रत जप अनुष्ठान गरेको हुनाले यसरी दिव्य लोक उनीहरूले प्राप्त गरे भन्ने कथा हामीले आज सुन्यौँ। त्यस पछाडि अब फेरि नारायण भन्दै हुनुहुन्छ, नरनारायणजी भन्दै हुनुहुन्छ नारदजीलाई, हे नारद, मेरो एउटा मात्रै जिब्रो छ, अब अरूमा के वर्णन गरौँ? यो पृथ्वी तलमा पुरुषोत्तम भन्दा बराबर अरू कुनै पनि न व्रत छ, न जप छ, न अनुष्ठान छ, केही पनि छैन बाबु। अब तिमीलाई म के सुनाऊ भन भनेर प्रश्न गर्नुभएको छ। पुरुषोत्तम महिनामा जानेर भए पनि नजानेर भए पनि जसले व्रत गरेको छ उसले उत्तम गति प्राप्त गर्दछ। महलाई जानेर खाए पनि नजानेर खाए पनि गुलियै त हुन्छ। त्यसै गरिकन नजानिकन पुरुषोत्तम मास महिनाको व्रत कसैले गर्दछ भने पनि उनले परम गति प्राप्त गर्दछन् भनेर यसरी दिव्यसँग यहाँ प्रसङ्गहरू, विविध प्रसङ्गहरू सुनाउनु भएको छ। करोडौँ जन्मदेखिका अनेक पापहरू पनि नाश भएर जान्छ। जस्तो कि कुनै बाँदरको 3 रातको स्नान मात्रैले तुरन्तै पाप नाश भएको थियो भनेर बताउँदै हुनुहुन्छ। के हो यो बाँदरको प्रसङ्ग? अलि विस्तृतमा बताउनुहोस् न भनेर प्रश्न गर्नुहुन्छ नारदजी। अब ध्यान दिएर सुन्नु होला है मित्रहरू। जान्दै नजानिकन पनि पुरुषोत्तम महिनामा 3 रातको मात्र स्नान त्यस दुष्ट बाँदरले गरेको थियो। पूर्वजन्मका सारा कुकर्महरू उसको नाश भएको छ। नजानिकन उहाँ नदीमा गएछ, त्यो बाँदर स्नान गरेछ। त्यही स्नान गरेको समय चाहिँ पुरुषोत्तम मास भएछ। पशुले स्नान गर्यो भने त उसले परमगति प्राप्त गर्छ भने हाम्रो परमगति कसो नहोला र? त्यस कारणले गर्दा दिव्य शरीर प्राप्त गरेर विमानमा चढेर त्यसपछि ऊ पनि दिव्य लोकमा गएको छ। बाँदर त दिव्य लोकमा गयो भनेदेखि हामी कसो जाँदैनौँ र? त्यसै कारणले गर्दा असाध्यै प्रशंसनीय, असाध्यै मनुष्यहरूलाई कृतकृत्य गराउने यो दिव्य पुरुषोत्तम मास महिनाको जो महिमा छ म त गाउन सक्दिनँ भनेर भन्नुभयो यहाँ नरनारायण भगवान् स्वयंले। तब फेरि नारदजी भन्दै हुनुहुन्छ, वेदमा समस्त अर्थ अनि काम धर्म अर्थ काम मोक्षको साधन मनुष्य शरीर नै हो भनेर भनिन्छ। तर पनि यो बाँदर जसले नजानिकन पुरुषोत्तम भगवानको सेवा गर्यो मुक्त भयो। ए तपस्याका खानी तपस्वी, सम्पूर्ण प्राणीहरूको कल्याणका लागि मलाई यो कथा अझै विस्तृतमा बताउनुहोस् न। कहाँको नदीमा गयो, त्यो बाँदर को थियो, कसरी स्नान गर्यो, कहाँ जन्मिएको थियो, कहाँ बस्दो थियो, गङ्गामा गएर स्नान गर्नु पर्दछ भन्ने त्यो मनको भाव कसरी बन्यो, सबै कुरा सुनाइदिनुहोस् भनेर भनेपछि तब अब श्री नारायण भगवान् भन्दै हुनुहुन्छ, कश्चिद् केरल देशीयो द्विज परमलोलुपः नित्यं धनचय दक्षः सरघेव धनप्रियः। कुनै एउटा समयमा केरल नाम गरेको देश साह्रै लोभी एकजना ब्राह्मण वस्त थिए। लोभी भनेरै उनको नाम प्रसिद्ध रहेछ। आफ्नो बाबुले राखेको थियो नाम उनको चित्र शर्मा। राम्रा राम्रा वस्त्रहरू दिएका रहेछन् बुबाले, तर पनि राम्रा वस्त्र चाहिँ कहिले लाउँदैन थिए अरे तिनले। किनभनेदेखि राम्रो वस्त्र लगायो भने त मैलो भइहाल्छ भनेर त्यो वस्त्रको लोभको कारणले गर्दा नराम्रै वस्त्र लगाउने, राम्रो अन्न पनि नखाने यस्तो किसिमबाट उनले असाध्यै आफूलाई लोभी भावमै मात्रै राखेका छन्। त्यस पछाडि त्यो जो कुबुद्धिले भरिएको पुरुष थियो उसले अग्निमा स्वाह गर्यो, न त उसले पितृहरूलाई स्वाधानै गर्यो, न त कृतिकाका लागि केही गर्यो, आफ्नो कृतिका लागि केही गर्यो, न त उसले परिवारका लागि केही गर्यो, न त कहिल्यै माघ महिनामा तिल दान गर्यो, न त कार्तिक महिनामा उसले दीपदानै गर्यो, किनकि कार्तिक महिनामा दीपदानको ठुलो महत्त्व छ। न त कहिल्यै ब्राह्मणलाई भोजनै गरायो। यसरी कहिल्यै पनि कुनै पनि किसिमबाट उसले धर्मकर्म गर्दै गरिन। जतासुकै पनि आँखाभरि आँसु पिल 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 गर्दै दुखी भएर बस्दथ्यो। यस्तो लोभी थियो। एकचोटि पृथ्वी तलमा घुम्दै घुम्दै गइरहेको थियो। कोही पनि दाता, म दुखीलाई केही दिनुहोस् न, कोही हुनुहुन्छ दाता भनेर भन्दैछ। त्यस पछाडि त्यो लोभीलाई
कसैले पनि केही दिएनन्। मानिसहरूको धिक्कारले गर्दाखेरि उसको मन अझै निराश हुँदै हुँदै गएको छ। एउटा राजाको बगैँचाको मालिक त्यहाँनिर त्यसको मित्र कुनै राजाका बगैँचाको मालिक थिए। त्यो लोभीले त्यस मालीलाई गएर सारा कुराहरू बतायो। तिमी त राजाको माली हौ, तिमीसँग त धनसम्पत्ति छ, त्यस कारणले गर्दा तिमीले मलाई केही सहयोग गर्न सक्छौ त भनेर गएर त्यो ब्राह्मण अत्यन्तै दुखी भएर त्यहाँनिर पुकार गर्न थालेको छ। त्यस पछाडि त्यस मालीले उसलाई शरणमा दियो अनि त्यस पछाडि तिमी यही बगैँचामा बस भनेर भनियो। सारा नगरवासीहरूले तिरस्कार गरेका छन्, छिसी र दुर्दुर गरेका छन् भनेर सबै कुराहरू मालीले सुनेको छ। त्यो पुरुष जो लोभी थियो ऊ पनि गदगद भएर त्यही बगैँचामा बसेको छ। त्यस पछाडि हर हमेसा तिनै मालीको नजिकै गएर ऊ बस्दथ्यो, सारा आज्ञाहरू पनि पालन गर्दथ्यो। ठुलो विश्वास गरेको छ त्यो मालीले। अब सबै तर्फबाट उसले राजमन्दिरको सेवाहरू पनि गर्न थालेको छ। बडो विश्वासको साथमा तिनले राखेका छन्। राजदरबारमा सधैँ उसको काम अब धेरै धेरै हुन थालेको छ। त्यस कारणले गर्दाखेरि बगैँचामा चाहिँ कामहरू बढ्दै बढ्दै गयो। ठुलो विश्वास गरेको छ र अब एउटा सानो बगैँचा उसैले जिम्मा दिएछन्, अब यसो बेचबिखन गर्नु भनेर। त्यस पछाडि त्यो बगैँचामा भएका विभिन्न पुष्पहरू थिए, अरू त्यहाँनिर फलफुलहरू पनि थिए। आफूले सबै खाँदो रहेछ त्यो लोभीले। खाइसकेर अनि त्यस पछाडि जो आफूले खाइ नसकेको जो बचेको हुन्छ नि अन्तिममा, त्यो चाहिँ लोभीले बेचिदिने गर्दो रहेछ। डर शङ्का कति पनि नमानेको। त्यस पछाडि कहिलेकाहीँ त्यो मालीले आएर सोद्धथ्यो कस्तो छ व्यापार भनेर भनेपछि बडो राम्रो छ, गजब छ भनेर ढाँटिदिँदो रहेछ। नगरमा घुमिकन भिक्षा मागिकन दिन रात बगैँचाको रक्षा गर्छु। हेर न, तैपनि बगैँचामा फलहरूलाई महिनै पछि पन्छीहरूले आएर खाइदिन्छन् भनेर भनिदिएर ढाँटिदिएछ। ऊ खान्थ्यो सबै, तर पन्छीहरूले आएर खाइदिन्छन् भनेर भनिदियो। त्यस पछाडि पन्छीहरूलाई मैले खुबसँग यहाँनिर भगाएको छु, कसैलाई त मैले मारि पनि दिएको छु भनेर भनिरहेका छन् उनले। त्यस पछाडि सबै कुरा विश्वास गरेको छु त्यो मालीले फर्केर गयो। त्यस पछाडि धेरै वर्षहरू बितेका छन्। उसले ढाँट्दै गयो, निरन्तर ढाँट्दै गएको छ। त्यस पछाडि अब त्यो मन्दबुद्धि लोभी त्यहीँ मरेछ अनि अग्नि र दाउरा पनि पाइएनछ। ऊ त्यो चितामा पनि जलाइएनछ। वेद जान्नेहरूले नभोगिकन पाप नासिन्न भनी भनेका छन्। त्यस कारणले गर्दा हाहाकार गर्दै यमुनाका जुन पीडितहरूले त्यहाँ कष्टपूर्वक अत्यन्तै लामो बाटोमा जाँदै उसले धेरै ठुलो दुःख पायो भनेर बताउँदै हुनुहुन्छ। यमराजको दूतहरूले उनलाई धेरै पिट्दै लगेका छन्। अब किनभने उसको राम्रोसँग अन्त्य भएन। बाटामा आफूले पहिले गरेका कुकर्महरू सबै सम्झँदै गएका छन्। आफूले जति लोभ गरेको थियो नि अगाडि भविष्यमा, सबै कुराहरू उसलाई अब सरसर आउन थालेको छ। मैले यति धेरै धनको लोभ गरेर आखिरमा के पाएँ र? मैले आफ्नो मनुष्य जीवन यसै बिताएँ भनेर अब अन्तिममा आएर पश्चातापमा परेको छ। कालको पासोमा बेरिएको छु, पराधीन छु। मैले के गर्न सक्छु र अब जीवनमा? किम करोमि पराधीनः भनेर भन्दैछ। त्यस पछाडि न कुनै मैले दान गरेँ, न कुनै मैले हवन गरेँ, न मैले तपस्या नै गरेँ, न मैले उपवास गरेँ। मैले त मेरो जीवनलाई त्यत्तिकै खेर फ्यालेछु नि। कुनै चाडपर्वमा मैले राम्रोसँग लुगा पनि लगाइनँ। न त मेरो राम्रो लुगाहरू मैले दाजुभाइले नै दिएँ। राम्रा लुगा चाहिँ उसले दराजमा लगेर राख्दो रहेछ। राम्रो लुगा कहिले लाउँदै लगाएन। छोरी ज्वाइँलाई पनि दिएन, मातापितालाई पनि दिएन, भाइ बहिनीलाई पनि दिएन, आफ्नो पत्नीलाई पनि दिएन, ब्राह्मणलाई पनि दिएन। मिठाईहरू पनि रहेछन् घरमा, आफ्ना छोराछोरीलाई पनि दिएन, कसैलाई पनि दिएन, एक्लै राख्दथ्यो। अन्तिममा त यमराजको शरणमा जानै पर्यो। त्यस पछाडि चित्रगुप्तले सारा विषयहरू थाहा पाइसके पछाडि अब उसका पुण्य अपुण्य सबैलाई हेरेर आफ्ना स्वामी धर्मराजलाई बिन्ती चढाउनु भएको छ। चित्रगुप्तले के भन्नु, हे महाराज, यो ब्राह्मण साह्रै लोभी रहेछ, साह्रै दुर्बुद्धि रहेछ, यसको दुर्बुद्धि छ, यसको कति पनि यसमा पुण्य छैन, पापै पाप मात्रै गरेको छ यसले। अझ त बगैँचामा त मालीलाई यसले ठगेको छ, विश्वासघात गरेको छ, सारा बच्चेका फलहरू यसले खाएको छ। त्यस कारणले गर्दा यसका धेरै ठुला पापहरू छन् भनेर यसरी यहाँ बताउनु भएको छ।
धर्मराजले भन्नुभयो कि ब्रह्माका छोरा चित्रगुप्तको यस्तो प्रकारको वचन सुनेर मलाई क्रोध आएको छ भनेर भन्दै हुनुहुन्छ। साक्षात् सूर्यका पुत्र ती पाप र पुण्यका निर्णायक धर्मराजले यो पापीलाई 1000 पल्ट बाँदरको जन्ममा अर्थात् बाँदर योनिमा जन्माइदेऊ, किनकि यसले बगैँचामा फलहरू चोरेर खाए जस्तो किसिमको यसले कर्म गरेको छ नि, यसको अर्को जन्ममा योनि त्यस्तै होस् भनेर भनिदिनु भयो। त्यस पछाडि अब उसको अर्को जन्म भनेको केवल बाँदरको रूपमा भएको भन्नेसम्मको प्रसङ्ग आज हामीले 27औं अध्याय सम्पन्न गरेका छौँ। भोलि 28औं अध्याय हजुरहरूलाई म वाचन गरेर सुनाउने छु। आजलाई यति नै। जय श्री भण्डारण।